त के हो भन्दाखेरि यो दफाले नेपालको सार्वजनिक शिक्षामा दिनरात नभनी राजनीतिक कारिन्दाहरूसँग भिडेर विद्यार्थीहरूको लागि खटिनु हुने सम्पूर्णप्रति अनादर गरेको छ, अपमान गरेको छ। यो दफा त हट्नै पर्छ। प्रहरको लागि दरबन्दी दियो भन्दा यो अर्थमन्त्रीको पहरेदार भएर शिक्षा मन्त्री प्रस्तुत हुनु त पैसा छैन भन्छ। विद्यालय सञ्चालन गर्नु कर्मचारी चाहिन्छ भन्दाखेरि अर्थले धान्दैन भन्छ। त्यस्तो तरिकाले जुन तरिकाले तपाईहरुले यो सार्वजनिक विद्यालयलाई अपमानित गर्नुभएको छ, यो दफा 65 त तपाईहरुले खारेज गर्नै पर्छ, फिर्ता लानै पर्छ। तपाईहरुकै पार्टीले गृह मन्त्रालय सम्हालेको आज 10 महिना बित्दै गर्दा जीबी राई कहिले पक्रा पर्छन् र नेपालमा ल्याइन्छ जनताले प्रश्न सोध्ने गरेका छन्। तपाईहरुकै पार्टीका उपसभापति विरुद्ध परेको मितेरी सहकारीको 14 करोड ठगी उजुरीको कारबाही प्रक्रिया कहाँ पुग्यो? कि ठूला दलका नेतालाई कारबाही गर्नु हुँदैन भन्ने छ। उनलाई पनि पक्रेर अनुसन्धान गर्ने हैसियत राख्न सक्नुहुन्छ कि राजनीतिक प्रतिशोध मात्र सान्ने उद्देश्य हो यहाँहरुको? दैनिक खर्च 14 लाख रुपैयाँ हुँदो रहेछ यो व्यर्थको बहस गर्दै गर्दा। 26 गतेसम्म बहस गर्दैछौँ। 70 लाख हामीले यो गरिब देशको तण्डम अर्थतन्त्रको 70 लाख यो व्यर्थको बहसमा खर्च गर्दैछौँ। यसको उपज केही पनि हुँदैन, किनभने बजेट लक भइसक्यो। देशका प्रमुख सहरहरूमा अब वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट अविलम्ब स्थापना गरिनुपर्छ। जहाँ नदी बाँच्छ त्यहाँ सभ्यता पनि बाँच्छ। हामी सनातन हिन्दू धर्म सभ्यताको छत्र छायामा हुर्किएका मानिसहरू हौँ। नदीलाई गङ्गा माता मानी हामी पुज्ने मानिसहरू हौँ। तर प्रकृति पुज्ने भनिएको देशमै गङ्गा माताको मुटुमा घरको फोहोर लगेर विसर्जन गर्ने व्यवस्था राज्यले गरेर हरेक हिन्दू धर्मीलाई महापाप बोकाउने कार्य भएको छ। म यसको घोर भर्त्सना पनि गर्दछु। छिटोभन्दा छिटो देशका प्रमुख सहरहरूमा व्यवस्थित सहर निर्माण गरी वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरिनेछ भन्ने विषय पनि थप गरियोस्। सुशासन र पारदर्शिताको खोक्रो नारा दिने हाम्रा प्रधानमन्त्रीज्यूले आफू र आफ्नो मन्त्री परिषदको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन भने उहाँले आफ्नो नेतृत्वमा बनाएको सुशासन समितिले कस्तो, सुशासन आयोगले कस्तो सुशासन दिन्छ भनेर हामीले परिकल्पना गर्ने? मान्यज्यू, कम्तीमा यति प्रश्न प्रधानमन्त्रीज्यूलाई सोधिदिनुहोस् न भनेर उहाँ जनताहरूले भन्दै गर्दा म अवाक भएँ। पार्ट टाइम जबलाई 20 घण्टामा सीमित नगरियोस्। कम्तीमा दिनको 4 घण्टा विद्यार्थीले काम गर्न सक्छन्। कति घण्टा भन्ने पाबन्दी नलगाइकन यो कार्यान्वयन होस्। काम बापतको ज्याला हप्तै पछि प्रति घण्टाको हिसाबले दिने व्यवस्था होस्। यो नीति कार्यान्वयन गर्न स्टुडेन्टलाई पार्ट टाइम जब दिने संस्थालाई चाहिँ केही कर छुट दिने व्यवस्था पनि लागू होस्, जसले गर्दा चाहिँ ती संस्थाहरूलाई प्रेरणा होस्। धेरैभन्दा धेरै विद्यार्थीलाई पार्ट टाइम जब दिनको लागि प्रेरणा पनि मिलोस्। एकदम छिटो परिवर्तन हुने टेक्नोलोजीलाई सम्बोधन गर्नुपर्ने बेलामा 2/3 बलियो सरकारले निकै फितलो, निकै कमजोर नीति तथा कार्यक्रम ल्याएको छ।